के गरी होली यसले यस्ता भिडियो बनाएर स्कुटीको त के देखाएर मिटर देखाएर भन्ने सोच आयो होला। के गर्ने साथीहरू, क्लास गएर आउँदै थिएँ, स्कुटीको पेट्रोल सकियो, टाइम पास त गर्नै पर्यो भनेर भिडियो बनाउँदै बसेँ। अब मेरो भिडियो तपाईँहरूले नि हेर्नै पर्यो फेरि। नहेरे त फेरि मलाई रिस उठ्छ नि त्यहाँ खुरुखुरु हेर्नु। कस्तो ठाउँमा हेर्नु आएर यहाँ अड्कियो मेरो स्कुटी, रिस उठ्ने। फोन गरेको के अरे घरकालाई, कति बेला आउँछन् भन्दै कुर्दै बस्दै गरेको। बाटाको बिचमा रमिता देखाउँदै बस्यो। यस्तो बिर्सेछु कि बिहान पनि पेट्रोल भर्न फेरि के सोच्दै आएँ, पेट्रोल भर्न नि बिर्सेँ। अब फोन गरेर बोलाइदियो अरे आउँदैछन् घरका मान्छे। को गयो फेरि हेर्नु न मेरो हुलिया। पानी त परेको थिएन, तर स्कुटीमा आउँदा जाडो भएर रेनकोट लगाएर आएको माथिदेखि। थ्याङ्क यू भोले। तिमीहरूले चलाएर त हो नि। पेट्रोल हालेर आउँछु भनेको के सोचेछु र बिर्सेछु के। भोलिले आयो पेट्रोल हालिदियो, थ्याङ्क यू सो मच भोले। अब घरतिर लाग्न पर्यो।